नमस्कार। स्वागत छ तपाईहरुलाई रौनक सृष्टि नेचुरल हेल्थ टिप्समा, जहाँ हामी नेचुरल तरिकाबाट तपाईहरुका विभिन्न समस्याहरूको समाधान लिएर आउने गर्दछौं। र आज भने मेरो आफ्नै समस्या जसबाट मैले हाइली रिलिफ पाएँ त्यसको टेक्निक शेयर गर्दै छौं। मेरो आँखा चिलाइरहने, ग्लोकोमा, क्याट्राक्ट जस्ता विभिन्न समस्याले आँखा दुख्ने, पोल्ने जस्ता समस्याबाट म ग्रसित थिएँ। तर उहाँले दिनुभएको सिम्पल इफेक्टिभ टेक्निकबाट मैले एकदमै हाई रिलिफ पाएँ र त्यो टेक्निकको नाम हो हाइड्रोथेरापी। हाइड्रोथेरापी अर्थात् हाइड्रो वाटरबाट गरिने थेरापी। यसमा एउटा सुतीको कपडालाई भिजाइन्छ, सिम्पल छ। अनि सुतीको कपडालाई निचरेर झाडेर अलिकति ओभानो बनाउने। त्यसपछि अब शरीरको कुन अङ्गमा समस्या छ त्यही अङ्गमा राखिन्छ यसलाई। यसरी यसलाई पट्याउने। अब जस्तै आँखामा समस्या छ भने आँखालाई मिल्दोजुल्दो साइज बनाउने, आफैले अड्कलेर। जस्तै मैले यत्रो साइज बनाउने, मैले त बनाएको छु। अब आँखामा राखिदिन्छु। यो आँखामा यसरी राखियो। अनि आँखामा राख्नु हुँदाखेरि धेरै परसम्म पुर्याउनु पर्दैन। जस्तै आँखामै लिमिटेड हुने गरी अझ मैले अलि सानो बनाएँ। यहाँनिर साइज हेर्नु, राख्ने तरिका पनि सिक्नुपर्छ। अझ सानो बनाएँ ल। ठ्याक्कै आँखामा अटाउने गरी राख्ने। अनि त्यसपछि एउटा अर्को ओभानो कपडाले बाँधिने यसरी। अब यसरी बाँध्दा यहाँ एउटा के ध्यान दिनुपर्छ भने यतातिरबाट यो माथिबाट पनि हावा जान दिने होइन, तलबाट पनि नदिने, यसरी पूर्ण रूपमा बन्द गरिदिनुपर्छ। यसको साइन्स चाहिँ के छ भने यो सुतीको सेतो रङको कपडाले जहाँ राखिन्छ त्यहाँ भएका विकारहरूलाई सोस्छ, तान्छ र आधी घन्टासम्म राख्नुपर्ने हुन्छ यसरी। अनि आधी घन्टापछि तपाईँले चेन्जेस देख्नुहुन्छ। तपाईँको आँखामा प्रेसर बढिरहेको छ भने, दुखेको छ भने, चिलाउने, पोल्ने अथवा लो भिजन, यस्ता जे समस्या छ तपाईँको चाहिँ बिस्तारै बिस्तारै कम हुँदै जान्छन्। तपाईँको धेरै पुरानो रोग छ भने चाहिँ टाइम लाग्छ, केही महिना लाग्ला, 6 महिना लाग्ला, वर्ष दिन लाग्ला। र यो उपचार साथसाथै तपाईँहरूले आफ्नो खानपानहरू चाहिँ नेचुरल खानपानहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ। र खानपान र उपचार थेरापी पनि एकसाथ गर्नुभयो भने केही समयपछि देख्नुहुन्छ तपाईँको समस्या जडदेखि नै निको भएर जानेछ। र यो उपायले मैले त रिलिफ महसुस गरिसकेँ र तपाईले पनि यदि यो समस्या झेलिरहनु भएको छ या तपाईका निकटका कसैले यो समस्या झेलिरहनु भएको छ भने आजै यो उपाय गर्न नछुटाउनुहोला। र यस्तै इन्फर्मेसन्स फलो गर्नको लागि हामीलाई हेर्दै गर्नुहोला। हस्त, थ्यांक यू। नमस्ते।